ओके। त अब हामीले यो सेसनलाई फुल स्विङमा अन गरिरहेको छु होइन। सबैभन्दा पहिला होइन म आफूलाई इन्ट्रोड्युस चाहिँ गरिहालौँ होइन। मेरो नाम चाहिँ आयुष सराफ हो होइन। अनि यो सेसनले चाहिँ म होइन वीरगन्जबाट डेलिभर गरिरहेको छु। बाई प्रोफेसन युनिभर्सिटी अफ दिल्लीबाट ग्रेजुएट हो होइन। अनि जुन बिजनेस मोडल तपाईँ बुझ्नु आउनु भएको छ, यो बिजनेस मोडललाई मैले होइन पार्ट टाइममा कलेज लाइफदेखि स्टार्ट गरेको थियो होइन। अनि आज होइन एज एन साइड हसल म आफ्नो फ्यामिली बिजनेस सँगसँगै पनि यो बिजनेसलाई बिल्ड गरिरहेको छु। अनि आफ्नो होइन नलेजलाई युज गरेर, मोबाइल फोनलाई युज गरेर पार्ट टाइम बेसिसमा पनि एउटा राम्रो आम्दानी गरि नै रहेको छु होइन। कसरी गर्नु सकिन्छ, के कम्पनी हो, सबको बारेमा म तपाईँलाई यहाँ डिटेलमा आज सेयर गर्नु गइरहेको छु आफ्नो स्क्रिन सेयर गरेर। राइट। ओके। ओके, अगर मेरो स्क्रिन भिजिबल छ भने होइन मलाई एलिसा म्याम, ईशा म्याम, रमन सर हेर्नु भएर चाहिँ एकपल्ट थम्सअप दिइहाल्नु अगर मलाई मेरो पिपिटी भिजिबल छ भने। ओके, थ्याङ्क यू मलाई रेस्पोन्स दिनुको लागि। अब हामी यहाँबाट होइन यो सेसनलाई फुल स्विङमा डेलिभर गरिरहेको छु ल। सबैभन्दा पहिला होइन म वेलकम गर्नु चाहन्छु त्यो कम्पनीमा होइन जुन कम्पनीको अगर तपाईँ पार्ट हुनुहुन्छ या पार्ट हुनु गर्नु भइरहेछ या एउटा माइन्डसेट लिएर आउनु भएको छ, यो कुनै अपर्च्युनिटी म लाइफमा पाऊँ जहाँ म आफ्नो करेन्ट प्रोफेसनलाई बिना डिस्टर्ब गरेर एउटा साइड हसल गरौँ, आफ्नो स्किल्सलाई डेभलप गरौँ, आफ्नो फ्री टाइम पार्ट टाइमलाई युज गरेर एउटा राम्रो आम्दानी बिल्ड गरौँ भने होइन वेलकम गर्नु चाहन्छु आज हेल्दी लिभिङ प्लेटफर्ममा, जहाँ कोसिकै पोषण पद्धति सिएनटी को माध्यमबाट आज हामीले राम्रो लेभलमा ग्रो गरिरहेछौँ होइन। अनि सबैभन्दा पहिला तपाईँले सुप्रभात, गुड मर्निङ होइन। भन्छ नि कि एभ्री मर्निङ हाम्रो लाइफमा होइन एउटा नयाँ उज्जवल भविष्य आशा लिएर आउँछ, राइट। अनि हरेक व्यक्तिकोमा होइन उसको उज्जवल विजनको लागि, उज्जवल फ्युचरको लागि ऊ धेरै गर्छ। तब त्यही कारणले हामीले कहिले पनि हाम्रो कम्पनीमा होइन हामीले बिहान होस् बेलुका होस् हामीले हमेसा गुड मर्निङ विश गर्छौँ। गुड मर्निङ भन्नुको मेन उद्देश्य एउटा मात्रै हो होइन, कि यसको एउटा मिनिङ पनि छ गुड मोर अर्निङ, कि तपाईँको घरमा लक्ष्मी धेरै आओस्, राइट। कम्पनीको बारेमा होइन तपाईँले थाहा नै छ होइन, जुन यो कम्पनी रहेछ यसले होइन प्रत्येक व्यक्तिको सपना पुरा गर्नुमा मद्दत गरिरहेछ। कम्पनीको अलिकति म परिचय दिँदा भने कि यो कम्पनीको अलिकति परिचय म बताइरहेको छु। कम्पनीको स्थापना 2077 सालमा भएको हो। नेपालको नम्बर 1 डाइरेक्ट सेलिङ कम्पनी हो। एउटा ऋण मुक्त कम्पनी हो। 70% प्रोडक्ट यहीँ बनिरहेछ, 3% इम्पोर्ट हुन्छ। प्रधान कार्यालय आफ्नो काठमाडौँमा रहेछ। काठमाडौँमा हाम्रो 32 पुतली रहेछ, त्यही होटल मिराजदेखि माथि रहेछ। देशभरिमा 34देखि 35 सिटिज, मेजर सिटिजमा हाम्रो होइन शाखा, हाम्रो अफिसेस होइन खुलि नै सकेछ। अनि 200 भन्दा प्रोडक्ट होइन बनिसकेछ अनि अरू थप्दै क्रममा पनि रहेछ। म पहिला चाहन्छु एउटा जोरदार ताली होइन यो विजनरी पर्सनको लागि होस्, हाम्रो नेपालको होइन डाक्टर टेम्पा शेर्पा, जसले यो कन्सेप्टलाई नेपालमा ल्याएर आयो होइन। उनको दृश्य, उनको दृष्टिकोण, उनको फार साइटनेस, उनको नलेजको कारणले होइन आज यो अप्सन आछ जसले मानिसहरूको स्वास्थ्य र होइन सम्बन्ध जीवन जिउनु मद्दत गरिरहेछ उहरूले, राइट। कम्पनीको अलिकति तपाईँले होइन अगर विशेषता हेर्नुहुन्छ नि, त्यसको के छ कि के विशेषता छ, जसरी यहाँ समस्याको समाधान गर्नु प्रयोग गर्ने सजिलो र सुरक्षित छ होइन। वैज्ञानिक होइन धेरै रिसर्च भएको प्रोडक्ट छ, गुणस्तर अर्ग्यानिक, कुनै पनि हार्मफुल केमिकल छैन होइन। मान्छेहरूको निड आवश्यक अनुसारको प्रोडक्टहरू छ अनि हानि गर्नु केही पनि यहाँ प्रोडक्टमा केही पनि रहेछ छैन होइन। यो कम्पनी होइन अगर तपाईँ हेर्नुहुन्छ भने होइन डाइरेक्ट सेलिङमा रहेछ होइन। यसको होइन बिस्तारै ग्रो गरिरहेछ होइन। विस्तारमा यसले लक्ष्य दिएर अरू मान्छेलाई अगाडि पनि बढाइरहेछ। प्रत्यक्षको होइन डाइरेक्ट सेलिङ, प्रत्यक्ष बिक्री गर्नुको एउटा सिधै कम्पनी हो होइन। अनि यहाँ धेरै मजाले मान्छे ग्रो पनि गरि नै रहेछ। अब हेल्दी लिभिङको अगर अलिकति विशेषता पनि म तपाईँले कुरा गरौँ भने यो जुन कम्पनी रहेछ नि जसको बारेमा तपाईँ बुझ्नु आउनु भएको छ, यो कम्पनीको माध्यमले होइन मान्छेहरूले आफ्नो छोरा छोरीहरूलाई पनि पढाएको छ, बुझ्नुभयो। घर बनाएको छ, आमा बुवाको देखभाल गरेछ, परिवारको लागि होइन एउटा भन्छ नि फाइनेन्सियल फ्रिडम दिएको छ।
अनि स्वस्थ हेल्थ पनि डेभलप गरि नै सकेछ, राइट। अब हामीले सबैभन्दा पहिला के बुझ्नु पर्यो कि हरेक व्यक्ति हुनुहुन्छ भने जसले आफ्नो इच्छा अनुसारको जीवन होइन साझा गर्नु चाहिँ नै रहेछ, राइट। बट अगर उसलाई अगर आफ्नो हिसाबले जीवन साझा गर्नु छ त उनकोमा एउटा प्लेटफर्म हुनु पर्यो। किनभने प्लेटफर्म सबैभन्दा इम्पोर्टेन्ट कुरा हो। किन आज हेर्नु एक्टर एक्ट्रेस किन उसले यति नाम सम्मान पाइरहेको छ, किनभने एउटा प्लेटफर्म छ, मुभी जहाँ हामीले हेर्छौँ होइन। आज रोनाल्डो भयो, मेस्सी चाहिँ उनको लाइफमा फुटबल भनेर प्लेटफर्म छ, तब त ऊ चम्किरहेछ, स्टार बनिरहेछ। त हरेक व्यक्तिको लाइफमा एउटा प्लेटफर्म चाहियो, राइट। अभिनेतामा होस्, खेलाडीमा होस्, फेसबुक लाग्यो, सब कुराको लागि प्लेटफर्म चाहियो होइन। अनि हामी आजसम्म हुनसक्छ ग्रो नगरेको कारण एउटा हुनसक्छ कि हाम्रोमा ट्यालेन्ट होला, पोटेन्सियल होला, भिजन होला, बट हाम्रो लाइफमा प्लेटफर्मै छैन। त आज हेल्दी लिभिङ तपाईँको लाइफमा एउटा राम्रो प्लेटफर्म बनेर आएको नै छ, राइट। आज मानिसहरूले के चाहिरहेछ होइन, जसको स्वास्थ्य छ होइन उसले स्वास्थ्य बचाउनु छ होइन। अनि सँगैसँगै जुन विभाजन रहेछ जहाँ होइन केही पर्टिकुलर उमेर छ, जहाँ 27 होस्, 20 देखि 40-45 इयर्सको होइन केटाकेटीहरूलाई के छ उनीहरू स्वास्थ्य हेर्नु छ होइन, राम्रो हेर्नु छ। अनि जसको 60 साल 50 साल 40 साल पछि कटिसकेछ ऊ चाहन्छ कि मलाई कुनै पनि रोग नलागोस्, राइट। त जब यसकै लागि हाम्रो कम्पनीले के गरे होइन, सिएनटी कोशिकै पोषण पद्धतिमा काम गर्नु स्टार्ट गरि नै सकेछ। अब यसले के गर्छ होइन, हामीले पहिला बुझौँ होइन। यसको भनाइ के हो, यसको भनाइ हो कि तपाईँकोमा शरीरमा भएको पोषण होइन, जुन न्युट्रिसन जुन पोषक तत्वको कमी रहेछ त्यसलाई नेचुरल होइन जुन फलहरू छ, आयुर्वेदिक फलहरू छ, त्योहरूलाई फुड सप्लिमेन्ट क्याप्सुलमा हालेर तपाईँलाई दिन्छ। मतलब कुनै पनि हार्मफुल केमिकल्स हुँदैन, कुनै पनि दबाई हुँदैन। जुन तपाईँको बडीमा पोषक होइन पोषक तत्वको कमी भएको छ होइन, जुन होलसम ब्यालेन्स डाइट गइरहेको छैन, जुन न्युट्रिसन बडीमा कमी भइरहेको थियो त्यसलाई के गरेछ नेचरमा धेरै होइन फल होइन सब्जी होइन अनोखा अनौठा तरिकाले होइन आयुर्वेदिक सामानहरू छ त्यो सबलाई होइन राम्ररी आरएनडी गरेर रिसर्च गरेर क्लिनिकल ट्रायल्स गरेर क्याप्सुल फर्ममा हालिसकेछ। अनि धेरै कुरा हाम्रो हेर्ने हेल्थ सप्लिमेन्ट्सहरू छ उसको बारेमा अलिकति हामी विस्तारमा कुरा पनि गर्छौँ अब, राइट। सबैभन्दा पहिला हाम्रो प्रोडक्ट आउँछ क्रिल ओइल। क्रिल ओइल भनाइ के हो, क्रिल ओइल भनाइ सिम्पल म तपाईँले भन्छु, यो एउटा विदेशी होइन एन्टार्क्टिक ओसनबाट आएको माछा हुन्छ, झिङ्गा टाइप माछा हुन्छ क्रिल ओइल। उसकोबाट होइन ओमेगा 3 ओमेगा 6 हामीले राम्रो मात्रामा पाइन्छ। ओमेगा 3 ओमेगा 6 के हुन्छ, यस्तो होइन गुड फ्याट्स हो जुन हाम्रो ब्रेनको लागि हाम्रो हार्टको लागि धेरै राम्रो छ। तपाईँले अगर यसलाई युज गरे भने तपाईँको हार्ट पनि धेरै राम्रो हुन्छ, बडी पनि धेरै राम्रो हुन्छ, ब्रेन पनि ग्रो गर्छ। अनि होइन गुड फ्याट्स कसको लागि राम्रो, हाई बिपी कोलेस्ट्रोल ट्राइग्लाइसराइड यो जुन पनि रोगहरू हुन्छ नि उसको लागि ओमेगा 3 ओमेगा 6 धेरै राम्रो छ। म आफ्नो पनि एउटा सर्ट टेस्टिमोनियल यो प्रोडक्टको बारेमा बताउनु गइरहेको थियो। आजदेखि 1-2 साल पहिला होइन म के दिल्लीमा थियो, राइट। अनि जब दिल्लीमा थियो जुन हुन्छ नि यो एरिया छ छातीको एरियामा कहिले कहिले हुन्छ नि सुई घोप्नु जस्तो कहिले कहिले दुखाइ भइरहेको थियो मलाई। त मलाई थाहा भएको त्यहाँ केही हुनसक्छ खराब प्याड खराब चर्बी जमे होला। मैले 1 देखि 2 डब्बा यो क्रिल ओइललाई सेवन गरेँ। आज मलाई लाग्छ 2.5-3 साल भइसकेछ, मलाई एक दिन पनि त्यस्तो होइन प्रब्लम आएको छैन। त्यो हुन्छ नि कि यहाँ चुबिरहेछ यस्तो पेन हुन्थ्यो, बट 2टा डब्बी क्रिल ओइलले आज 2-2.5 सालमा कहिले प्रब्लम ल्याएन। यति पावरफुल प्रोडक्ट रहेछ हाम्रोमा क्रिल ओइल। सेकेन्ड प्रोडक्ट रहेछ हाम्रो निमलाई हामीले पहिलादेखि नै थाहा छ कि एन्टिब्याक्टेरियल हो होइन, एन्टी फङ्गल हो, बडीमा गएर तपाईँको खुनलाई सफा गरिदिन्छ, छालाहरूको रोग छ भने धेरै काम गर्छ। यसको मेन काम हो बडीबाट गन्दगी निकालेर खुनलाई सफा गरेर अनि सँगैसँगै यसले सुगरको पेसेन्टलाई पनि धेरै राम्रो रिजल्ट दिन्छ, किनभने यसले प्याङ्क्रियाजलाई हेल्प गर्छ इन्सुलिन प्रड्युस गर्नुमा। त तपाईँलाई थाहा नै छ धेरैजना होइन पहिलो जनादेखि पनि होइन निमलाई त यस्तो होइन आयुर्वेदिक या होइन कुनै पनि रोग ठिक गर्नुको लागि युज गरि नै रहेछन् होइन। त हाम्रोमा निम क्याप्सुल पनि छ जसले तपाईँले रोगको कुनै पनि होइन बडीमा होइन छालाको रोग छ, पिम्पल्सहरू छ, खुन सफा गर्नु छ, या तपाईँको बडीमा होइन इक्जाम्पलको लागि सुगरको प्रब्लम छ भने तपाईँले यो सप्लिमेन्टलाई युज गर्नु सकिन्छ।
सेकेन्ड प्रोडक्ट हाम्रोमा रहेछ होइन फ्लेक्स ऑयल क्याप्सुल। सिम्पल म बताइदिन्छु कि जुन क्रिल ऑयल रहेछ त्यो के हो, मांसाहारी सोक हो होइन, क्रिल माछाबाट हो। जसले माछा खाँदैन अगर ऊ चाहन्छ कि मलाई पनि ओमेगा 3 ओमेगा 6 गुड फ्याट चाहियो कि मेरो बडीबाट कोलेस्ट्रोल गराउँ, ट्राइग्लिसराइड हटाउँ, मेरो ब्रेनलाई राम्रो राखौँ, मेरो हार्टलाई राखौँ, ओभरअल होइन हर्मोनल चेन्जेसलाई मेन्टेन गरौँ अनि वेज होइन शाकाहारी सोर्स खोजिरहेछ भने फ्लेक्स ऑयल त्यो हो। किनभने यो होइन तिसी आलसको तेलबाट बनेको हुन्छ। धेरै राम्रो लेभलमा ओमेगा 3 ओमेगा 6 हुन्छ जुन हार्टको लागि, बडीको लागि होइन, हार्ट हेल्थको लागि, ब्रेन हेल्थको लागि, कोलेस्ट्रोलको लागि, सुगरको लागि, हेयरफलको लागि, महिलाहरूमा हर्मोनल चेन्जेसहरूको सबमा काम गर्छ। त्यसपछि हाम्रो आउँछ कोइन्जाइम क्युटेन। के हो कोइन्जाइम क्युटेन? सिम्पल बुझ्नु, हाम्रो बडीमा कोइन्जाइम क्युटेन हुन्छै हुन्छ। बट जब पनि 30-35 साल उमेर गएपछि नि बडीमा नेचुरली कोइन्जाइम क्युटेन बन्दै बन्दैन, त हामीले बाहिरैबाट लिनु पर्यो होइन। किन इम्पोर्टेन्ट छ यो पनि बुझ्दै गानु। अब कोइन्जाइम क्युटेन के गर्छ कि जसरी हाम्रो बडी केले बनेको छ, कोशिका भनेको सेल, सेलको होइन मेन एनर्जी के हो, माइक्रोकन्डेरियालाई यसलाई लाइटर हानेर यसलाई एनर्जी दिन्छ कि सेल्सलाई एक्टिभेट गर्छ, सेल्सलाई होइन लाइट दिने होइन, लाइटर हानेर उसको होइन भन्छ नि उसलाई काम गर्नुमा मद्दत गर्छ। त कोही पनि व्यक्तिलाई अगर होइन बडीमा कुनै पनि प्रकारको होइन, इक्जाम्पलको लागि होइन बीपी फ्लक्चुएसन रहेछ, हार्टको होइन हार्ट हेल्थको लागि धेरै राम्रो हो, सँगैसँग होइन कहिले हाई बीपी कहिले लो बीपी हुन्छ उसको लागि राम्रो छ। सँगैसँग अगर कोही पनि व्यक्ति 36 साल पछि लाग्छ नि ए दिनभरि कति काम गरौँ, थकावट थकावट बडीमा लाग्छ, लेजिनेस लाग्छ, बडी दुखाइ लाग्छ, एनर्जी लो लाग्छ, त को इन्जाइम क्युटेन तपाईँ 3 मन्थ्स कन्ज्युम गरेर हेर्नु, तपाईँले धेरै राम्रो रिजल्ट आउँछ एनर्जीको माध्यममा। त्यसपछि हाम्रो प्रोडक्ट छ एलआरजी 9। म एउटै लाइनमा एलआरजी 9 तपाईँले बुझ्नु पर्यो, नसाको कुनै पनि नसाको प्रब्लम हुन्छ भने एलआरजी 9 दिनु सकिन्छ। हार्टको लागि राम्रो हो, कोलेस्ट्रोलको लागि राम्रो हो, सुगरको लागि राम्रो, बट मेन भनेको यसमा एमिनो एसिड हुन्छ जुन हाम्रो नसाको लागि राम्रो हो। बट यसमा खालि एउटा कुरा ध्यान के राख्नु छ, की पोइन्ट, कोही पनि व्यक्तिलाई स्टन्ट लागेछ, स्टिल लागेछ भने उसलाई एलआरजी 9 नदिनु होला। अनि यसलाई कहिले पनि कन्ज्युम काँचको ग्लासमा गर्नु छ, सिसाको ग्लास सरी काँचको ग्लासमा गर्नु छ, स्टिलको ग्लासमा गर्नु छैन। त एलआरजी 9 भनेर सिम्पल बुझ्नु, नसाको लागि, बडीमा होइन कोलेस्ट्रोल छ, हार्ट हेल्थको लागि धेरै राम्रो प्रोडक्ट रहेछ। त्यसपछि हाम्रो प्रोडक्ट आउँछ स्पाइरोलिना। स्पाइरोलिना के हो, हामीले जुन पनि पानीको तपाईँले माथिवाला लेयर हेर्नुहुन्छ नि जहाँ ग्रीन ग्रीन कलरको एल्गी हुन्छ, एल्गीले बनेको हुन्छ। यसलाई हामीले सुपर फुड पनि भनिन्छ। धेरै ठाउँमा फरेन कन्ट्रिजमा यसलाई बिक्री धेरै राम्रो लेभलमा गर्छ। यसले के गर्छ सिम्पल बुझ्नु, कि एउटा डाटाले के भन्छ कि हाम्रो बडीमा रेगुलर बेसिसमा 46 पोषक तत्व न्युट्रिसन हुनु पर्यो एउटा हेल्दी लाइफको लागि। बट यति होइन, आज वायु पनि शुद्ध छैन, खाना पनि शुद्ध छैन, पानी पनि शुद्ध छैन, यति फास्ट लाइफस्टाइल भइसक्यो त हामीले होलसम न्युट्रिसन लिनै सक्दिन। बट हेल्थलाई त प्रायोरिटी दिनु पर्यो नि। त यो 46 न्युट्रिएन्ट जहाँ चाहिन्छ, अगर तपाईँले स्पाइरुलिनाको सेवन गर्यो भने 46 मा 45 न्युट्रिएन्ट्स पाइहाल्छ। एउटा पाउँदैन भिटामिन सी, बट 46 मा 45 एसेन्सियल न्युट्रिएन्ट्स जुन डेली हेल्दी लाइफको लागि चाहियो तपाईँले पाइहाल्छ होइन। तपाईँले अगर खायो भने इम्युनिटी पनि बुस्ट हुन्छ, एनर्जी पनि बुस्ट हुन्छ, बडीमा जति पनि भिटामिन मल्टी मिनरल चाहियो यसले काम गरिदिन्छ। कसलाई दिनु हुँदैन, कोही पनि व्यक्ति जसलाई होइन किडनीको इस्यु रहेछ उसलाई खालि स्पाइरुलिना अभोइड गर्नुपर्छ। किनभने यहाँ धेरै पोट्यासियम के हुन्छ जुनले अलिकति किडनीलाई, प्रोटिनको मात्रा पनि हुन्छ, त प्रोटिनको राम्रो स्रोत हो स्पाइरुलिना। त किडनीहरूलाई होइन त्यति प्रोटिन पच्दैन, त किडनीहरूलाई अभोइड गर्नु पर्यो, किडनीको इस्युजहरूलाई। त्यसपछि हाम्रो प्रोडक्ट आउँछ नोनी। नोनी भनेको के हो, कि यो प्रकारको फले हो जुन पाइन्छ। यसले के गर्छ, हाम्रो बडीमा गएर सेल्सलाई सफा गर्छ होइन। किनभने हाम्रो बडी त सेलले बनेको, त सेल्सलाई पनि सफा गर्नु पर्यो नि, त सेल्सलाई सफा गर्छ। धेरै प्रकारको होइन होइन सासको प्रब्लम छ होइन, आस्थमाको प्रब्लम छ, घुँडा दुखाइको प्रब्लम छ, थाइरोइड छ, सुगर छ, म्याक्सिमम युजेसमा तपाईँले नोनी दिनु सकिन्छ। उहे फेरि कसलाई अभोइड गर्नु छ, जसलाई किडनीको इस्यु छ, त्यसलाई मात्रै होइन नोनी दिनु। हरेक हरेक व्यक्तिले यसलाई मजाले युज गर्नु सकिन्छ। बडीलाई सफाई पनि गरिदिन्छ, न्युट्रिसन पनि दिइदिन्छ। नि यसको युनिक फिचर के छ त्यो पनि बताइदिइरहेको छु। धेरैजना तपाईँले सुन्नुभयो होला होइन, कि बडीमा के हुन्छ, कहिले पनि धेरैजना तपाईँले सुन्नु भएको छ कि पोषक तत्वको कमी भइसकेछ, या भन्छ कि हामीले जति पनि खाँदा यो मोटाउँदै मोटाउँदैन, वेट गेन हुँदैन। त बडीमा के हुन्छ नि, हाम्रो सेल्सको मुखमा एउटा 09 बनेको हुन्छ। मानौँ यो 09 हो, एउटा इक्जाम्पलले बुझौँ। अब जति पनि खानु, अगर यसको मुख खुले छैन भने न्युट्रिसन पोषक तत्व त भित्र जाँदैन।
यसमा 09 हुन्छ जसले यसको मुखै खोलिदिन्छ। जति न्युट्रिसन जानु भित्र स्टार्ट भइहाल्छ। त यसले धेरै राम्रो वेट गेनमा पनि काम गर्छ। एलोभेरा हरेक व्यक्तिलाई थाहा छ ग्यासको लागि होइन, सुगरमा काम गर्छ, कपाल झराइको लागि, स्किनको लागि धेरै राम्रो रिजल्ट रहेछ एलोभेराको होइन। ग्यासहरूमा, पाइल्सहरूमा सबमा दिनु सकिन्छ। आम्ला, मैले एउटा कुरा सिम्पल भनेको थियो कि हाम्रो बडीमा 46 न्युट्रिएन्ट्स है जहाँ 45 स्पाइरुलिनाले दिन्छ, एउटा दिनु सक्दैन, त्यो हो आम्ला। आम्लाको मेन सोर्स, आम्ला भनेको भिटामिन सीड्सको मेन सोर्स हो। इम्युनिटीको लागि धेरै राम्रो छ होइन, छालाहरूको लागि धेरै राम्रो छ, सुगरको लागि धेरै राम्रो छ, पाइल्समा धेरै राम्रो छ, डाइजेसनमा धेरै राम्रो छ। त अलरेडी होइन आम्ला त नर्मल व्यक्तिले पनि होइन, आम्लाको जुसहरू पाइन्छ, यहाँ राम्रो राम्रो क्याप्सुल फर्ममा अभाइलेबल रहेछ। त्यसपछि हाम्रो कोलेस्ट्रम आउँछ। कोलेस्ट्रम के हो? हाम्रो जुन कोलेस्ट्रम आउँछ उसले के गर्छ, जब पनि गाईले बच्चा दिन्छ नि त्यो 6 घण्टासम्म जुन दुध निस्किन्छ नि त्यो भनेको धेरै पोषक तत्वमा हाई हुन्छ, त्यसले बन्छ कोलेस्ट्रम। कोही पनि व्यक्ति होइन जसलाई, महिलाहरू छ जसलाई वेट गेन गर्नु छ होइन, ऊहरूलाई धेरै राम्रो छ। 13-14 सालपछि होइन, जुन पनि नानीहरूलाई तपाईँ चाहनुहुन्छ कि उसको इम्युनिटी राम्रो होस्, शारीरिक विकास होस्, मानसिक विकास होस् होइन, बौद्धिक विकास होस्, उसलाई कोलेस्ट्रम क्याप्सुलको सेवन जरुर गराउनु। वेट गेनको लागि, इम्युनिटी बुस्टरको लागि, जर्म्सहरूबाट फाइट गर्नुको लागि, नानीहरूको लागि अनि सँगैसँगै ठुलोहरूको लागि धेरै राम्रो प्रोडक्ट रहेछ। सँगै हाम्रो नेक्स्ट प्रोडक्ट रहेछ ग्यानोडर्मा। ग्यानोडर्माले के गर्छ? ग्यानोडर्मा भनेको रातो च्याउ, रेड मसरुम पनि भनिन्छ। अनि ग्यानोडर्मालाई भन्छ जडीबुटीको राजा, किङ अफ हर्ब्स। यसलाई अगर तपाईँले सेवन गर्यो भने कसरी कसरी काम गर्छ? सबैभन्दा पहिला यसले तपाईँको शारीरिक अनि मानसिक विकास गर्छ पहिला। सेकेन्ड, तपाईँको बडीमा गएर तपाईँको बडीलाई डिटक्स गर्छ, जुन पनि गन्दगी रहेछ हाम्रो बडीलाई त्यसलाई निकालेर फ्यालिदिन्छ। थर्ड, यसको युनिक फिचर थाहा छ के छ? कि यसले तपाईँ जसरी हामीले कम्प्युटरमा एन्टिभाइरस हाल्छु नि, किन एन्टिभाइरस हाल्छु? कि कुनै पनि भाइरस छ त्यसलाई प्रोटेक्ट गरोस्। यसले एन्टिभाइरस जस्तो काम गर्छ, बडीमा जान्छ, पुरै बडीलाई स्क्यान गर्छ, जहाँ कमी कमजोरी छ त्यसलाई गएर ठिक गरिदिन्छ। अब हामी त रेगुलर यस्तो छुइनँ कि रेगुलर बेसिसमा हामीले गएर कहीँ न कहीँ चेकअप गराउँछ, त हामीले थाहै हुँदैन बडीमा कहाँ के बिरामी छ। त ग्यानोडर्माको 3 महिना सेवन गर्नु न, मजाले बडीमा जाने हो, जहाँ कमी कमजोरी छ उसलाई ठिक गरिदिने हो, गन्दगी बाहिर निकालिदिने हो, शारीरिक विकास गर्ने, मानसिक विकास गर्ने। धेरैजना जडीबुटीको राजा रहेछ। म पर्सनली यसलाई मेरो वान अफ द फेभरेट प्रोडक्ट हो, म कन्ज्युम पनि गर्छु। आई सपोर्ट क्याप्सुल बुझ्नु, आई सपोर्ट क्याप्सुल सिधै भयो आँखाको होइन, अलिकति होइन इरिटेसनको, आँखा रिलेटेड प्रब्लम छ, यसले आईलाई, आँखाको लागि जुन पनि पोषक तत्व चाहियो, मलबरी एक्ट्र्याक्टहरू चाहियो होइन, त्यो सब यसमा तपाईँले आई सपोर्ट क्याप्सुलमा पाइहाल्छ। त्यसपछि हाम्रो प्रोडक्ट रहेछ कर्कुमिन। कर्कुमिन भनेको हल्दीले बनेको प्रोडक्ट हो। यसले तपाईँको बडीलाई गएर मजा लेभलमा डिटक्स पनि गर्छ, इम्युनिटी पनि बुस्ट गर्छ। सँगै यसमा एउटा युनिक फिचर थाहा छ के छ? यसमा जुन कर्कुमिनमा हाम्रो जुन इन्ग्रिडियन्ट्स छ नि उसले धेरैपल्ट हुन्छ नि क्यान्सर जुन सेल्स बन्छ नि, क्यान्सर सेल जहाँ फ्री रेडिकलले गएर ड्यामेज गरिदिन्छ, त यसले क्यान्सर सेललाई पनि खराब गरे मतलब निकाल्छ बडीमा। त धेरैजना अगर फर्स्ट स्टेज क्यान्सर छ या क्यान्सर सेल बनिरहेछ बडीमा, त तपाईँले यसले सेवन गर्यो भने पुरै बडीलाई सफा गरिदिन्छ। लिभर, जो पनि अगर तपाईँको सर्कलमा अलिकति ड्रिङ्किङको ह्याबिट छ, त ड्रिङ्किङको ह्याबिटले त लिभरमै प्रब्लम हुन्छ नि, त यसले लिभरलाई पनि डिटक्सिफिकेसन गर्छ। लिभरलाई सफा गर्नुको लागि कर्कुमिन, एलोभेरा दुईटा प्रोडक्ट हाम्रोमा रहेछ, राइट। सँगैसँगै तपाईँले यसलाई थाइरोइडमा, घुँडा दुखाइमा, कहीँ सुजन छ, सब ठाउँमा युज गर्न सकिन्छ। त्यसपछि फुटप्याच हो। फुटप्याच भनेको यो एउटा चाइनिज टेक्नोलोजीले बनेको हो। हामीले भन्छ कि हाम्रो मुटु, सेकेन्ड मुटु भनेको खुट्टाको यो हो, तलवालाई भन्छौँ, राइट। यसले तपाईँले होइन, तलवामा हाम्रो धेरै प्रकारको नर्भ्सहरू छ, किनभने एक्युपङ्क्चरहरू धेरैपल्ट त्यही हुन्छ। त यसले के गर्छ कि तपाईँले यसलाई अगर होइन यो खुट्टाको यो तलवामा लगाएर होइन, मोजा लगाएर अनि पानी खाएर सुतिहाल्नु भयो भने अर्को बिहान तपाईँको बडीमा जति पनि गन्दगी छ तपाईँ निकालेर फ्यालिदिन्छ। अनि धेरैपल्ट यस्तो पनि टेस्टोमोनियल आएको छ कि यसले यति राम्रो रिजल्ट निकालिरहेछ कि कोही व्यक्तिलाई डायलाइसिस भइसकेछ होइन, अनि उसलाई डायलाइसिस मानौँ हप्तामा अगर 5 दिन गराइरहेछ, त अगर उसले 1 महिना 2 महिना डिटक्स फुटप्याच युज गर्यो भने 5 दिनदेखि 4 दिनसम्म पनि 1-2 दिन कम पनि भएको छ डायलाइसिसमा, यति राम्रो रिजल्ट पनि टेस्टोमोनियल आएको नै छ, राइट। त्यसपछि हाम्रो प्रोडक्ट आउँछ ग्लुकोजमाइन। यो भनेको घुँडा दुखाइको लागि हो होइन, जुन पनि जोइन्ट पेन छ हाम्रो बडीमा के हुन्छ सिम्पल बुझ्नु होइन, 30-35 एज पछि के हुन्छ कि हाम्रो मानियो दुईटा घुँडा छ होइन, जोइन्ट छ, यसको बिचमा एउटा लिक्विड हुन्छ।
अब के हुन्छ कि समयको साथ यो लिक्विड खत्म हुँदै जान्छ, सक्दै जान्छ। जब सक्छ त यो दुवै जोइन्ट एक अर्कामा टाँसिनु स्टार्ट हुन्छ। जसरी टाँसिन्छ नि हाम्रो घुँडा दुखाइ हुन्छ। त्यो बिचको लिक्विड बनाउनु कसले काम गर्छ? ग्लुकोजामाइनले। यसले बनाउँछ धेरै राम्रो रिजल्टमा। कसलाई अभोइड गर्नु पर्यो यसलाई? जसको सुगर एकदम हाई छ उसलाई तत्कालमा सुगर कन्ट्रोल गरेर यसलाई खानु पर्यो, किनभने यसमा के सुगरको इन्ग्रिडियन्ट्स छ। यो तपाईँलाई जोइन्ट पेनको लागि धेरै राम्रो हो। कोलाजन, कोलाजन अगर तपाईँको होइन, तपाईँले सुन्नु भएको छ कि कोलाजन भनेको हाम्रो जोइन्ट पेनको लागि पनि राम्रो, उसले स्टिचिङको काम गर्छ। सँगैसँगै हाम्रो जुन झुरिया हुन्छ नि, झुरिया किन हुन्छ? यो कोलाजनले त बनेको हुन्छ। त 30-35 सालपछि जब झुरिया आउनु स्टार्ट हुन्छ, यो स्किन लुज हुनु स्टार्ट हुन्छ, त उसले पनि कोलाजन खाँदा स्किनलाई धेरै राम्रो लेभलमा राम्रो गरिदिन्छ। क्याल्सियम त मलाई लाग्छ हरेक व्यक्तिले थाहा नै छ होइन। 30 साल भइसकेछ भने म तपाईँलाई सल्लाह दिन्छु कि तपाईँ होइन 30 इयर्स भइसकेछ भने क्याल्सियमलाई सेवन गर्नु स्टार्ट गर्नु, जोइन्टको लागि धेरै राम्रो प्रोडक्ट रहेछ। नानीहरूको लागि होइन, हाम्रोमा प्रोटिन पाउडर आउँछ, नानीको लागि पनि ठुलोको लागि पनि। कसैलाई ग्यासको प्रब्लम छ, कसैलाई पाइल्सको प्रब्लम छ, बॉडी रिलेटेड प्रब्लम छ भने फाइबर दिँदा एकदम राम्रो हुन्छ होइन। बिहान सुसुम होइन, मन तातो पानीमा एउटा चम्मच मिलाएर बिहान खायो भने धेरै राम्रो रिजल्ट ग्यासमा पाइल्समा पनि हेरे नै सकेछौँ हामीले होइन। सँगैसँगै हाम्रो महिलाहरू होइन, दिदीहरू बहिनीहरू कसैले पनि होइन कुनै प्रकारको हर्मोनल चेन्जेस भइरहेछ होइन, पिरियड सही समयमा आइरहेको छैन, कुनै पनि महिलाको रोग भइरहेछ भने शतावरी म्याग दिनु सकिन्छ। शतावरी म्याग भनेको जडीबुटीको रानी, जडीबुटीको राजा, गैनोडर्मा जडीबुटीको रानी शतावरी म्याक्स, किङ अफ हर्ब्स होइन, क्विन अफ हर्ब्स पनि भनिन्छ, धेरै राम्रो हो। अनि मैले सब तपाईँले जुन पनि पोषक तत्व बनाए तपाईँले हेर्नुभयो होला। शतावरी भनेको कुनै फ्लेभर बनेको, ग्यानोडर्मा बनेको रातो च्याउको, आम्ला सुन्नुभएको छ, एलोभेरा सुन्नुभएको छ, स्पाइरुलिना इगलको, नोनी बनेको फलको, त तपाईँले बुझ्नुभयो कि धेरैजनामा मनमा आउँछ किन कसरी खाइदिउँ, डक्टरको सल्लाह लिनु पर्यो, यो लिनु पर्यो। त हामी कुनै दवाईको बारेमा बताइरहेको छुइनँ, पोषक तत्व हो। अब तपाईँ थोरै भन्नुहुन्छ कि रातो च्याउ मसरुम खानुभन्दा अगाडि होइन डक्टरलाई सोध्छु, उसकै त इन्ग्रिडियन्ट्स हालेको छ नि क्याप्सुल फर्ममा। त्यो सब फुड सप्लिमेन्ट हो, त्यही कारणले भन्छ पोषक तत्व पुरा गर्नेको। सँगैसँगै हाम्रोमा राम्रो चियापत्ती पनि छ, कफी पनि छ जेटाको। हाम्रोमा युनिकनेस रहेछ कि इम्युनिटी पनि बुस्ट गर्छ, हाम्रो ब्रेनको हेल्थ पनि बुस्ट गर्छ। सँगैसँगै क्याफेन छैन, नन एडिक्टिभ हो। कि तपाईँलाई होइन आज खाए 10 दिन खाए, नखाएपछि एकदम तलब लाग्दैन, खानु खानु छ। सँगैसँगै होइन योहरूमा यस्तो इन्ग्रिडियन्ट्सहरू पनि छ कि तपाईँले 3-4 कप पनि खाइदियो दिनमा त ग्यास हुँदैन। अरू धेरै कम्पनीजको चियापत्ती कफी खाँदैन मान्छेले, किनभने ग्यास भइहाल्छ राइट। सँगैसँगै म जरुर चाहन्छु कि होइन तपाईँको अगाडि म होइन राइस ब्रान ओइल पनि हेरिरहेको छु। म चाहन्छु कि तेलको बारेमा तपाईँ मजाले यहाँ म तपाईँको स्क्रिनको अगाडि सेयर गरिरहेको छु, तपाईँ पढिहाल्नु। म चाहन्छु यसलाई तपाईँ 10-15 सेकेन्ड लिएर पढ्नु, स्क्रिनसट लिनु। किनभने हेर्नु आज हर कुरा हामीले जुन हाम्रो भोजन या जिब्राभन्दा भित्र जान्छ सब कुरा बन्ने त म्याक्सिमम तेलबाटै हो। त तेल शुद्ध हुनु पर्यो। त हाम्रो युनिक तेल आउँछ होइन, लाइटको होइन, लाइट हाउसको राइस ब्रान ओइल होइन, चामलको ब्राउन लेयर बनेको हुन्छ। यति राम्रो तेल छ होइन, होइन कुनै पनि कोलेस्ट्रोल छैन, ब्याड कोलेस्ट्रोल हुँदैन, भिटामिन ए भिटामिन डी ट्रान्सफ्याट रहेछ। म जुम गरिदिइरहेको छु होइन। जरुर म चाहन्छु कि तपाईँ होइन 10 सेकेन्ड दिन्छु, जरुर पढ्नु यसलाई कि राइस ब्रान ओइलको हाम्रो युनिक फिचर के छ। आई होप तपाईँले लाइट हाउस राइस ब्रान्डको बारेमा पढ्नु पनि भयो होला। सँगैसँगै हाम्रोमा होइन व्यक्तिगत होइन हेरचाहको लागि इच एन्ड एभ्री प्रोडक्ट, साबुनदेखि लिएर फेस वासदेखि लिएर सब कुरा हाम्रोमा उपलब्ध रहेछ होइन।
अस्योर नेचुरल भनेको एउटा युनिक क्याटेगोरी हो। जो व्यक्तिहरूलाई पनि यस्तो छ नि कि मलाई होइन 2 रुपियाँ ज्यादा म खर्च गर्छु बट मलाई एकदम नेचुरल दिनु, कुनै पनि नर्मल नदिनु, हार्मफुल केमिकलवाला नदिनु, केमिकलवाला नदिनु, त धेरैपल्ट हाम्रो अस्योर नेचुरलको प्रोडक्ट छ। जहाँ तपाईँ हेर्नु सकिन्छ, कसैमा मार्समेल्लो छ, कसैमा पपाया छ, त कसैमा मोरिङ्गा छ, त कसैमा कोकोनट छ, बनाना छ, मतलब फलफुलबाट बनेको इन्ग्रिडियन्ट्सको प्रोडक्ट रहेछ। मिस्टर अफ मिलान हाम्रो युनिक फिचर रहेछ, जुन मिस्टर अफ मिलान नाम पनि आज, किनभने इटलीमा एउटा सहर छ मिलान, त्यहाँबाट बनेको हो। एकदमै राम्रो होइन, कम्पनीको सँगसँगै प्रोडक्ट रहेछ। हाम्रो लिपस्टिकहरू रहेछ जुन हार्म एकदम बडीलाई गर्दैन। भेलिनो भिटामिन सीहरूको होइन, भिटामिन ईहरूको बनेको होइन, भिटामिन सी होइन, भिटामिन ईको बनेको लिपस्टिकहरू छ, जुन तपाईँले युज गर्दा पनि कुनै हार्म हुँदैन। उसलाई खाइदिँदा भन्छ लिपस्टिक लगाएपछि हामीले पानी पनि खाँदा बडीमा लिपस्टिक पनि यसको जाँदा केही पनि त्यति हार्म हुँदैन। स्किन फर्मुला लाइन भनेको हाम्रो युनिक क्याटेगोरी हो। यो क्याटेगोरीको बारेमा म एउटा युनिकनेस बताइदिन्छु के रहेछ। धेरैजनाको मनमा इच्छा जिज्ञासा पनि हुन्छ कि यार स्किन फर्मुला लाइन यार यति होइन, यो त एकदमै महँगोको प्रोडक्ट्स रहेछ होइन, युनिक रहेछ, के छ यसमा अलग। त म उसको बारेमा तपाईँलाई सेयर गरिदिउँ भने, पहिला त यो नर्मल क्याटेगोरी होइन, यो स्किन ट्रिटमेन्टको क्याटेगोरी। मतलब तपाईँले कुनै पनि ट्रिटमेन्ट चाहियो भने यो युज गर्नुपर्ने, या तपाईँले नर्मल पनि युज गर्नु सकिन्छ। अब यसमा फरक के छ बुझ्नु। हाम्रो स्किनमा 3 प्रकारको लेयर हुन्छ। मेरो कुरा फेरि मजाले बुझ्नु होला। हाम्रो स्किनमा 3 टाइपको लेयर छ। थर्ड लेयरमा कोही पनि कुनै पनि प्रोडक्ट जान्दैन। अब कति लेयर बाँच्यो? 2टा। म्याक्सिमम 90-95 कम्पनी जुन प्रोडक्ट मिडियम रेन्ज राम्रो रेन्जको पनि बनाउँछ नि, त्यो फर्स्ट लेयरमा मात्रै जान्छ स्किनको। त तपाईँ पहिले के हेर्नुहुन्छ कि तपाईँले पनि हुन्छ नि, धेरैपल्ट हुन्छ नि, जहिलेसम्म मैले युज गरेँ मलाई होइन रिजल्ट आयो, जसरी मैले छोडिदिएँ रिजल्ट सक्यो। त धेरै महँगो महँगो कम्पनीले पनि यो गर्छ। हाम्रो स्किन फर्मुला 9ले के भन्छ, यसको नाम किन हो स्किन फर्मुला 9? 9वटा होइन फेसको रोगमा गएर काम गर्छ नि, यो स्किनको सेकेन्ड लेयरमा जान्छ। बुझ्नु, फर्स्ट लेयरमा होइन, स्किनको सेकेन्ड लेयरमा गएर काम गर्छ। मतलब तपाईँले 3 महिना 4 महिना 6 महिना यसलाई युज गरिदिनु भयो भने लाइफ लङको लागि रिजल्ट भइहाल्छ, पर्मानेन्ट रिजल्ट। त बस सोच्नु कि अगर कोही कम्पनीले 1000 रुपियाँको माल बेचिरहेको छ फर्स्ट लेयरको लागि, त्यसले कमसेकम 2000-2500को माल बेचेर तपाईँले जिन्दगीभरको लागि त ठिक गर्नु सक्छ नि। यति युनिक क्याटेगोरी रहेछ। सँगैसँगै हाम्रो लोकल पार्टनरसिप डाबर पनि छ नि छ। डाबर र कुराको पनि प्रोडक्ट्स हाम्रोमा छँदै छैन लोकल पार्टनरसिपको लागि। हाम्रोमा होइन फेरि जसरी मैले बताएको थियो, रातो चाउको हाम्रो ग्यानोडरमा छ, त रातो चाउको हाम्रो टुथपेस्ट पनि रहेछ होइन, जसले गिजा दुखाइ सास फेर्नुमा होइन दुर्गन्ध आउँछ भने उहाँहरूको लागि धेरै राम्रो रहेछ होइन, गिजा दुखाइको लागि। हाम्रो टिममा त धेरैजना होइन डेन्टिस्टहरू पनि हुनुहुन्छ, जसले खालि यही प्रोडक्टलाई प्रेरणा होइन गर्छ। हाम्रो यो ओरल केयर पनि यति युनिक छ कि मेरो टिममा आफू धेरै डेन्टिस्ट छ, उसले यसलाई प्रमोट गर्छ, बेच्छ। यो कारणले बेच्दैन कि पैसा आउँछ, यो कारणले बेच्छ कि यो कम्पनीको प्रोडक्ट जब बेच्छ त मान्छेलाई सन्तुष्टि आइरहेछ, रिजल्ट आइरहेछ भने ऊ आफू पटक पटक आएर माग्छ हाम्रो डेन्टिस्टहरूबाट। माउथ वास लिएर हाम्रोमा नर्मल टुथपेस्ट रहेछ, निमहरू क्लोभहरूको व्हाइटनिङ ब्रस पनि राम्रो छ। सँगसँगै घरेलु युज गर्ने पनि सामान रहेछ। ट्रुम्यानको पर्फ्युम आउँछ, बेदिङ बार आउँछ। अनि तपाईँले स्क्रिनमा हेर्नु सकिन्छ, म जुम पनि गरिदिन्छु। हरेक सर्टिफिकेट जुन एउटा होइन अर्ग्यानिक कम्पनीले चाहिँ हेर्नु, हाम्रो कम्पनीले हरेक सर्टिफिकेट पनि तपाईँले दिएछ कि तपाईँले एउटा होइन विश्वास हो, कन्फिडेन्स हो कि तपाईँ हाम्रो प्रोडक्ट ढुक्क भएर युज गर्ने, प्रमोट गर्नु। किनभने हरेक कुरा हामीले ध्यानमा राखेको छ, त्यो कसैलाई होइन हानि नहोस्। अब यसलाई होइन तपाईँले बुझ्नुको लागि यहाँसम्म बुझ्नुभयो प्रोडक्ट छ। प्रोडक्ट युज गरेर अगर तपाईँ चाहनुहुन्छ कि मलाई यसलाई प्रमोट पनि गरौँ, एउटा साइड बिजनेस पनि गरौँ, प्रमोसन मार्केटिङ पनि गरेर आम्दानी कमाऊ, त्यहाँ 9 प्रकारको आम्दानी पनि दिन्छ है। यहाँ तपाईँले सेभिङ अन बोनस कि तपाईँले कुनै सामान यहाँ एमआरपीमा पाइँदैन, सिधै डिस्ट्रिब्युटर प्राइसमा पाइन्छ, जहाँ 10-20 रुपियाँको बचत हुन्छ। एकोमुलेटिभ बोनस तपाईँको होइन जति पनि पोइन्ट यहाँ गोटा हुन्छ त्यो हिसाबले पैसा पाइन्छ। डाइरेक्टर बन्नुहुन्छ त त्यो हिसाबले पैसा हुन्छ। टिम बनाउनुहुन्छ त टिम बनाउनुको पैसा हुन्छ होइन। लिडरसिप गर्नुहुन्छ त लिडरसिपको लागि होइन तपाईँले पैसा हुन्छ। देश विदेश घुम्नु छ भने तपाईँले ट्राभल फन्डको रूपमा पैसा हुन्छ। आजसम्म तपाईँले हेर्नु, तपाईँको अगाडि देशभरिमा होइन यो सब कन्ट्रीमा आज हेल्दी लिभिङ लगी नै रहेछ। पेरिस, बेजिङ, रसिया, बाली, टर्की, अस्ट्रेलिया, अबुधाबी, फुकेट, थाइल्यान्ड, कुनै क्राइटेरिया हुन्छ। भन्नु न एउटा अर्ग्यानिक कम्पनीसँग जुडेर यहाँको प्रोडक्ट्स युज गरेर आफूलाई सन्तुष्टि गरेर आफ्नो हेल्थलाई बेटर गरेर प्रमोट गरेर पैसा कमाएर अगर देश विदेश घुम्नु पाइरहेछ भने आज लाइफमा मान्छेहरूले यही कुरा त खोजिरहेछ नि।
कार फन्ड रहेछ जहाँ धेरैजनाले कार फन्डको माध्यमबाट पनि पैसा कमाछ होइन। हाम्रो कान डाइरेक्टरमा अनि हाउस फन्ड पनि दिन्छ जहाँको पैसा युज गरेर तपाईँले आफ्नो सपनाको घर पनि बनाउन सकिन्छ, राइट। यहाँ 10 प्रकारको लेभल होइन हेर्नु सकिन्छ, जहाँ डिस्ट्रिब्युटरले लिएर सिनियर डिस्ट्रिब्युटर, त्यहाँदेखि ब्रोन्ज, सिल्भर, गोल्ड, स्टार, डायमन्ड, क्राउन, युसिडी, डबल युसिडी होइन, यस्तो गरेर धेरै प्रकारको लेभल पनि छ। तपाईँको व्यवसायलाई खालि होइन अगाडि बढाउनुको लागि खालि म होइन, हाम्रो पुरै सिस्टम सपोर्ट गरिरहेछ होइन। 24/7 होइन तपाईँले सिस्टमको सपोर्ट पाउनुहुन्छ। हाम्रोमा एप्लिकेसन छ जहाँबाट तपाईँले एप्लिकेसन युज गर्न सकिन्छ। हाम्रोमा प्रोडक्ट क्याटलग छ जसले तपाईँले बिजनेस बिल्ड गर्छ। सँगै इच एन्ड एभ्री कुरा तपाईँले पाइन्छ होइन। तपाईँलाई होइन अफलाइन जो पनि व्यक्तिले तपाईँले बिजनेसमा जोडेको छ उसको सपोर्ट हुन्छ, सिस्टमको सपोर्ट हुन्छ। तपाईँलाई होइन तपाईँ एक्लै हुनुहुन्न, तपाईँले पुरै एउटा माहौल पाउनुहुन्छ ग्रो गर्नुको लागि, राइट। अनि गर्नु के छ होइन, हाम्रो पहिला त हामीलाई यो सब कुरा होइन हेल्थ हाम्रो होइन भन्छ नि हाम्रो मेन कोर भ्याल्युजलाई फलो गर्नु, एकअर्कालाई सम्मान गर्ने, इमान्दारीको सँगै काम गर्ने, उत्साह गर्ने, विकास गर्ने, स्वतन्त्र र खुसी देख्ने। गर्नु के छ, दुइटै काम गर्नु छ। उत्पादनको प्रोडक्टको युज गर्नु छ, आफ्नो हेल्थ बेटर गर्नु छ, आफ्नो पैसा बचाउनु छ। युज गरेपछि चित्त बुझेपछि अरूजनाले पनि यसको बारेमा सेयर गर्नु सिस्टमको हिसाबले, अनि यही गर्दा गर्दा तपाईँ मजाले ग्रो गर्न सकिन्छ। त यहाँसम्म तपाईँले आउनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद होइन। आई होप सर्टमा मैले तपाईँहरूलाई एक्सप्लेन गर्नु पाएँ कि कसरी होइन यो कम्पनीले आज तपाईँले होइन धेरै राम्रो लेभलमा ग्रो गर्नुको मौका दिनै रहेछ, राइट। त्यो सेसन अब हामी यहीँ एन्ड गरिरहेछौँ। थ्याङ्क यू भेरी मच, विश यू वेल्थ।